बाइकको टाउको आयो हेर त यो हल्लियो त यसरी हल्लिँदा के हुँदैन यहाँ भिजिसक्यो किन जाने ल है गाइस हामी चाहिँ लाग्यो ओ बुढो हिँडेको हामी अब बुहारी लिएर आउने हो बुढोले केही भन्यो भनेन सुने खोइ कस्तो खालको भयो क्यामेरा आज यो हल्लिएकै साह्रै होइन त त्यो गोरु पनि कटिसक्यो गोरु कटिसक्यो कति छिटो यार तर अगाडि हिँडेको नि त है त्यो त पाँच बजी फेरि रोक्यो त्यो फाइरिङ ब्लक हेर त फाइरिङ ब्लक निस्केछ ठुक्का जाँडो त्यस्तै हुन्छ र के भयो पछाडिको ब्रेक हेर्न के भयो पछाडिको ब्रेक त यो उतालो के खै के भयो बाइक त पछाडिको ब्रेक लागेन के पछाडिको ब्रेक नलागेर नगल भन्ने लड्यो त नि यार म त सिधै झऱ्यो भनेको पछाडिको ब्रेकले बढ्छ है पछाडिको ब्रेक राम्रो लागेन के ए भेटिन्छ त्यसो त झन्डै पुल पर झन्डै टाढी खोला ओ त्यो झन् झऱ्यो नि यार यो क्यामेरा भनौँ बना त खतरा टिप्लिँदो छ नि त छिर्दैन यो क्यामेरा कस्तो क्यामेरा आम्मामा मासल्ला यार मलाई ओह्रालो झरियो छ भनेर के सिधै होइन त्यही पनि अगाडिको ब्रेकले अडाउँछु भनेर अडाइदिएको तान्न समेत तान्न म त झरियो छ भनेको मासल्ला कस्तो है समीरे होइन कि त्यो ढुङ्गा छ कि ब्रेक लाउनु खोजेको इमर्जेन्सी ब्रेक झ्याप्पै लाग्नु भेटेन कि तल रहेछ क्या ऊ ब्रेक अगाडिको ब्रेकले रोक्यो नि त्यो हुँदैन हौ डाइरेक्ट स्टार्ट पनि त्यो उसले
त्यो हुँदैन क्या त्यसरी, त्यो भ्यू चाहिँ डाइरेक्ट घुमाइदिउँ। पानी पऱ्यो यार। प्लास्टिक किने भाउ फेरि रातो माटो छ यार। ये त्यहाँबाट त कहाँ पुग्यो गाई हाम्रो त कस्तो न्युट्रलमा आइदियो क्या हिँड्दा हिँड्दै। बाइक त पिक्निक थाकिहाल्यो। गाई आज झर्नै झऱ्यो, 50 मिटर तल झरेछ, त्यहाँदेखि झरेको भए भन्न बस्थे गाई। पनि हान्नु मिल्दैन त हौ। के भइदियो गाई यसको ब्रेक ब्रेकै झर्ना जस्तो भएर छ यार। ए कुकुर मर्ला छ है भागै। नाचला कमै लड्यो फेरि के भाकाहरू त यार। त अस्ति लडेर खुट्टा भाँच्दै देखेको मेरो खुट्टुको भएको छ। बाइक कुदाउनु लोडहरू लागिरहेको छ यार। पिछलेको म त लड्ने मात्रै खोज्छु त हौ। देखेकै होला गाई छैन भिडियो चाहिँ। आम्मा बाइक त के छ चिप्लेको यो। आम्मा यार के छ चिप्लेको यो। मरिन्छ नि फेरि त आज। हुन्छ क्या हुन्छ। क्यामेरा पनि राम्ररी कसेन छ, झरेको छ।
हाम्रो राइडर चाहिँ आज किन पछाडि बस्यो भन्ने कुरा तपाईँहरूले थाहा छैन ल। यो राइडरले चाहिँ अब बाइक धेरै यो गर्छ र के रन गाउँछ र पछाडि बस्या हो। यो ब्रेकै के भन्छ गाई, मैले ब्रेक हेर्छु, यो ब्रेकै बिग्रेर जस्तो छ क्या। झुमा झुमकावाली रुपती बल्दै झुमा झुमकावाली चल्न थाल्यौँ बैशाखको काली। झुमा झुमकावाली साला ब्रेक बिग्रेछ है। कस्तो मासालाई ब्रेक के भएको हौ, मासाले रोकेर हेर्छ अब केटाहरू जाओस् एक्लै जाने अब ब्रेक भनेर। ब्रेकै यार के भयो यस्तो हुन्छ नि त गाइस। यो यार यो नै खुस्केछ नि त यी गाइस, त्यही भएर त ब्रेक खतम भयो त। नटे खुस्केछ यार गएछ अनि लडिँदैन त ब्रेक, यस्तो छ अनि लड्न खोजिँदैन त। हो हो यहाँ ऊ खुस्केछ हौ, कैँची बुटको त ऊ खुस्केछ के गाइस। बिस्तारै बिस्तारै जानुपर्ने भयो अब। यहाँ अघि लड्दाखेरि खुट्टीको छ अलिकति, त्यो कैँची बुटको ऊ खुस्केछ के, त्यही भएर ब्रेक लागेन के। हिँड होइन म बिस्तारै आउँछु। हाम्रो यो बाइकहरू है बिग्रिन्छ जहिले यस्तै हुन्छ। अब त्यो जाँदै गर्दा त्यो कस्तो अप्ठ्यारो त्यो टाढो टाढोको बाटोतिर हिँड्दै गर्दा खुस्क्यो भने त गाह्रै हुन्छ हामीलाई त होइन। तर त्यो कहिले चाहिँ ग्यारेजतिरै जाँदैछौँ र बिस्तारै बिस्तारै अब पुग्छ। अब कतै कतै त जानुपर्ने ठाउँमा चाहिँ जाँदैछु भने अनि भर लास्टमा अनि के अरे जाँदै बिग्रियो भने अनि कति गाह्रो हुन्छ होइन यस्तो कुराहरू। तर अहिले चाहिँ ठ्याक्कै ग्यारेजमा मैले जसरी पनि पुऱ्याउने हो। अब ल्याउँदै भित्राउँदै भयो भने होइन, तर क्यामेरा अलिक बिग्रेछ यहाँ। त्यही भएर पनि अघि म झनै लडेको थिएँ गाडी चाहिँ होइन, कस्तो झनै लड्दै गयो त ठुलो भिडमा तलमा पनि।
लिएर कता एकचोटि रोक न रोक त्यहाँ न यो खुस्क्यो भने फेरि कहाँ खुस्यो त ए ल ल भिडियो नबनाउनु पऱ्यो अब